महिला टी20 विश्वकप नेपाल ग्लोबल क्वालिफायरमा। नेपाल आइसिसी टी20 महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट भएको छ। थाइल्यान्डको बैंककमा जारी एसिया क्षेत्र छनौट अन्तर्गत सुपर 3 मा संयुक्त अरब इमिरेट्स यूएईलाई हराउँदै नेपाल एक खेल अगावै ग्लोबल क्वालिफायरमा छनौट भएको छ। बैंकक स्थित टर्थाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै यूएईले दिएको 115 रनको लक्ष्य नेपालले 19.3 ओभरमा 5 विकेट गुमाएर पुरा गरेको थियो। नेपालका लागि कप्तान इन्दु वर्माले अभिजित सर्वाधिक 30 रन बनाएकी थिइन्। उनको कप्तानी इनिङ्समा नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउन सकेको हो। यस्तै रुबिना छेत्रीले 23 रन बनाउँदा सम्झना खड्काले भने 21 रन बनाएकी थिइन्। त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 114 रन बनाएको थियो। साथै नेपालका लागि बलिङतर्फ मनिषा उपाध्यायले सर्वाधिक 4 विकेट लिएकी थिइन्। 4 ओभरमा 20 रन खर्चिँदै उनले 4 विकेट लिएकी हुन्। यस्तै कविता कुवरले 2 र राजमती ऐरीले 1 विकेट लिएकी थिइन्। जित्नै पर्ने दबावपूर्ण खेलमा नेपालले शानदार 5 विकेटको जित निकालेको हो। अब बाँकी थाइल्यान्डसँगको खेल हारे पनि नेपाललाई कुनै असर नपर्ने भएको छ। यूएई भने सुपर 3 मा दुवै खेल हार्दै प्रतियोगिताबाटै बाहिरिएको छ। एसिया छनौटको सुपर 3 मा आइतबार यूएईलाई 54 रनले पराजित गर्दै थाइल्यान्डले ग्लोबल छनौटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।